चाहिँ हाम्रो दिदी बहिनीले सहयोग दिइरहेछ है त्यो पनि गराएर चाहिँ मानिरहेछ भने आउँदैन दिँदैन भने हामी के दिनु आफ्नो प्रचार पेटाउनु हामीले गोली मारिदिनु हामी सबै मर्न तयार छौँ ल त देऊ अपराधीलाई ल्याएर हाम्रो सामने अगाडि उभाइदिनु हामी मान्छौँ सबै खोलिदिन्छु भित्ति सरकार छ सरकार सुनेछ भने आउनु 2 घन्टाभित्रमा हाम्रो आएर न्याय दिलाउनु कितना तड़पाएगा कितना जनता तड़पाएगा अभी तो देखे नहीं अभी तो हम कर देखे आओ जल्दी से जल्दी अभी उतना बा उतना जनता ने माया तो अभी 10 बजे के भीतर में आके हम के जनता सबके अपने मिलाओ जहां तो सरकार भाई तो हम के मारे हम के साथ माने ना छे सरकार हमने मार दो मार सरकार नानी के कति नाम पढो संघर्ष समितिको माग भनेको ढिला सुस्ती गर्ने जो कोही प्रहरी हुनुहुन्छ यहाँको अब अधिकृत लेभल अथवा के हुनुहुन्छ उहाँहरूलाई तत्काल चाहिँ यहाँबाट सर्वा गरेर एउटा चाहिँ प्रोसेसमा हालेर विभागीय कारबाहीको लागि अगाडि बढाउनुपर्छ भन्ने खालको त्यो वार्तामा पटक पटक यही कुरामा चाहिँ नमिलेर हामी चाहिँ उठेर आएर यो निरन्तर यो आन्दोलन गरिरहेको छौँ।